सबैलाई नमस्कार। हाम्रो यो अर्को नयाँ भिडियोमा आज मिति 2082 9 महिना 18 गते नेपाल विद्युत प्राधिकरण प्रधान कार्यालय काठमाडौँले खुल्ला प्रतियोगिताको लागि विभिन्न तहमा विज्ञापन आह्वान गरेको छ। यदि तपाईहरु पनि मिनिमम +2 पास हुनुहुन्छ भने तपाईले यो विज्ञापनमा दरखास्त दिन पाउनुहुनेछ। विशेष गरी सहायक 5औं, 6औं, 7औं, 8औं तपाईको शैक्षिक योग्यता अनुसार तपाईले यस विज्ञापनमा दरखास्त दिन सक्नुहुनेछ। यो भिडियोमा हामी तपाईलाई चाहिँ यस विज्ञापनको डिटेलमा जानकारी गराउने छौं। भिडियो अन्तिमसम्म नछुटाइकन हेर्दिनु होला। साथै यस्तै नयाँ अपडेटहरु पाउनको लागि तपाईले हाम्रो यस YouTube च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। अब जाउँ हामी यता भनेको छ खुल्ला प्रतियोगिता परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने सम्बन्धीमा भनेको छ मिति 2082 9 महिना 18 गते यो चाहिँ आज भर्खर विज्ञापन गरेको छ। त्यसै जाउँ नेपाल विद्युत प्राधिकरणका दिएका पदहरुमा लोक सेवा आयोगद्वारा लिने खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले तपसिल योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट हृदयपूर्वक दरखास्त आह्वान गरिएको छ। तोकिएको न्यूनतम योग्यता पुगेका व्यक्तिहरूले नेपाल विद्युत प्राधिकरण पदपूर्ति विभागको career.nea.org.np तपाईले चाहिँ यस वेबसाइटमा गएर आवेदन दिन सक्नुहुन्छ भनेको छ है। career.nea.org.np मा गएर तपाईले चाहिँ आवेदन दिन सक्नुहुन्छ। तर नेपाल विद्युत प्राधिकरणमा कार्यरत स्थायी कर्मचारीले चाहिँ harris.nea.gov.np मार्फत आवेदन दिनुपर्ने हुन्छ। भन्नुको मतलब यो चाहिँ तपाईहरु नयाँले चाहिँ career.nea.org.np मा गएर चाहिँ तपाईले आवेदन दिनुपर्ने हुन्छ भने नेपाल विद्युतकरणमा जुन स्थायी कर्मचारी हुन्छ त्यहाँले चाहिँ आफ्नो पदपूर्तिहरुको लागि चाहिँ harris.nea.org.np मा गएर आवेदन दिन सक्नुहुनेछ है। त्यस्तै जाउँ अब यहाँ अधिकृत लेभलको यहाँ खोलेको छ। यो तपाईहरुले चाहिँ ठक्कमा वेबसाइटमै मैले यही विद्युत प्राधिकरणको वेबसाइटमा पाउनुहुन्छ। हामीले चाहिँ यो विषयवस्तु तर्फ नगएर हामीले मेन फोकस चाहिँ 5औं लेभललाई गर्नुपर्ने हुन्छ। सो त्यसैले हामी 5औं लेभलको तिर जाउँ है। ल यहाँ भनेको छ ल 2 मा भनेको सहायक स्तरको भनेको छ है। ल यसमा चाहिँ के भनेको छ भन्दाखेरिमा कमा पद मिटर रिडिङ सुपरभाइजर भनेको छ। मिटर रिडिङ सुपरभाइजर तह 5 सेवा प्रशासन समूह प्रशासन उपसमूह प्रशासन भनेको छ है। ओके अनि विज्ञापन नम्बर 8283 प्रसंख्या 101 मा भनेको छ। ल प्रदेश अनुसार खोलेको छ। पद संख्या खुल्ला महिला आज मधेसी दलित अपाङ्ग पिछडे वर्ग आवश्यक नैतिक शैक्षिक योग्यता समेत भनेको छ है। ल हेरौँ अब हामी कोशी प्रदेशमा जम्मा पद संख्या कति छ 12 जना, खुल्लामा 6 जना, महिला 2 जना, आज 2 जना, मधेसी 2 जना गरी जम्मा कति जना छ 12 जना चाहिँ कोशीमाबाट खोलेको छ है। त्यस्तै पद संख्या 101 मा चाहिँ मधेसमा खोलेको छ। मधेसमा जम्मा 8 जना खोलेको छ। मिटर रिडिङ सुपरभाइजर भयो अनि 8 जना, खुल्ला 4 जना, महिला 1 जना, आज 1 जना, मधेस 1 जना, दलित अपाङ्ग पिछडे वर्ग गरी तोकेको छ। त्यस्तै गण्डकीमा संख्या 3 जना, खुल्ला 2 जना, महिला कति छैन, आजमा 1 जना, अरुमा खाली भएर खोलेको छ। त्यस्तै अनि लुम्बिनीमा चाहिँ जम्मा 15 जना खोलेको छ है। सबभन्दा बढी चाहिँ लुम्बिनीमा खोलेको छ 15 जना अनि खुल्ला 9 जना, महिला 2 जना, आज 2 जना, मधेसी 1 जना, दलित 1 जना र अरुमा अपाङ्ग पिछडे वर्ग खोलेको छैन। ओके अनि त्यस्तै सुदूरपश्चिममा जाउँ। सुदूरपश्चिममा जम्मा पद संख्या 3 जना मागेको छ। त्यो मध्येमा खुल्ला 2 र आज 1 गरेर जम्मा सुदूरपश्चिममा 3 जना मात्र मागेको छ है। गण्डकीमा पनि 3 जना मागेको छ। सबभन्दा बढी चाहिँ लुम्बिनीबाट मागेको छ मिटर सुपरभाइजरको लागि। अब यसको लागि के छ शैक्षिक आवश्यक न्यूनतम शैक्षिक योग्यता कति छ भने प्रमाणपत्र +2 पास तपाई चाहिँ प्रमाणित प्रमाणपत्र त +2 पास गरेको हुनुपर्ने हुन्छ है। त्यस्तै जाउँ अब लेखापाल पनि 5औं तहको नै हो। लेखापाल तह 5औं प्रशासन समूह लेखा उपसमूह लेखा भनेको छ है। त्यस्तै विज्ञापन 1 मा जाउँ। कोशीबाट खोलेको छ जम्मा 8 जना, पद संख्या 8 जना मागेको छ। खुल्ला 5 जना, महिला 1 र मधेसी 1 पिछडेको 1 गरेर चाहिँ कोशीबाट 8 जना मागेको छ जम्मा लेखापालको लागि। त्यस्तै मधेसबाट चाहिँ जम्मा 15 जना मागेको छ। 15 जना मध्ये 8 खुल्ला 3 महिला र पुनः प्रकाशन यो पुनः प्रकाशन गरेर रहेछ। यो रिक्त पद भएको चाहिँ फेरि पुनः प्रकाशन गरेको छ। 3 जना महिला नपुगेको कारणले 3 जना फेरि मधेसबाट 3 जना पुनः प्रकाशन गरेको छ महिला अनि त्यस्तै आज 2 अनि मधेसी 1 दलित 1 गरेर जम्मा 15 जना चाहिँ लेखापालको लागि मधेस प्रदेशले खोलेको छ। मधेस प्रदेशको लागि अनि त्यस्तै गण्डकीको लागि चाहिँ छ हाम्रो जम्मा पद 8 अनि खुल्ला 5, महिला 1, आज 1, मधेसी 1
जम्मा गरी 8 जना खोलेको छ है। त्यस्तै लुम्बिनीमा जम्मा 9 जना खोलेको छ, खुल्ला 5, महिला 2, आज 1 र दलित 1 गरी जम्मा 9 जना। कर्णालीमा 3 जना, 1 खुल्ला र 1 मधेसी र 1 पुनः प्रकाशन गरी दलित पुनः प्रकाशन गरेको छ है। कर्णालीमा जम्मा 3 जना मात्र खोलेको छ। त्यस्तै सुदूरपश्चिममा 8 जना खोलेको छ, खुल्ला 5 अनि आज 1 र मधेसी 1 गरी जम्मा 8 जना र पिछडेको वर्ग गरी 1 जना गरी जम्मा 8 जना सुदूरपश्चिमबाट। पिछडेकोमा चाहिँ सुदूरपश्चिम र कोशीबाट 1 खोलेको छ। त्यस्तै आजमा चाहिँ 2, 1, 3, 4 जना खोलेको छ है, टोटल जम्मा सबै प्रदेशमा। त्यस्तै हो, यो चाहिँ लेखापालको तह 5 को लागि हो। त्यस्तै गमा छ सुपरभाइजर है, सुपरभाइजरको लागि तह 5, प्राविधिक, यो प्राविधिक क्षेत्रको हो। यो अप्राविधिक क्षेत्रको यो माथिको लेखापालहरूको यो होइन, प्रशासन सेवा प्रशासन सम्बन्धीको यो चाहिँ प्राविधिकले मात्र दिन पाउने हुन्छ है। समूह इलेक्ट्रोनिकल विज्ञापन लुम्बिनीमा 5 जना खोलेको छ, खुल्ला 3 जना, महिला 1 जना, दलित 1 जना गरी जम्मा लुम्बिनीबाट 5 जना खोलेको छ। अब यसको हामीले लेखापालको लागि सही योग्यता भनेको छ वाणिज्य शास्त्र र व्यापार प्रशासनले प्रमाणित तह वा सो +2 पास गरेको हुनुपर्ने हुन्छ है। यो भनेको चाहिँ तपाईले कमर्स पनि पढेकोले अनि इकोनोमिक्स लिएर पढेकोले जे पनि वाणिज्य शास्त्र व्यापार सम्बन्धी प्रशासन सम्बन्धी लिएर प्रमाणित +2 पास गरेकोले चाहिँ दिन पाउने हुन्छ। अनि त्यस्तै यो भइसक्यो लुम्बिनीको। सुपरभाइजरको लागि चाहिँ अर्को छ कर्णालीमा 10 जना खोलेको छ, खुल्ला 5, महिला 1, आज 2, मधेसी 1, दलित 1 गरी जम्मा इलेक्ट्रोनिक इन्जिनियरिङ प्रमाणपत्र तह डिप्लोमा उत्तीर्ण प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट प्रदान गरिएका सम्बन्धित विषयमा तल 3 को स्तर परीक्षा गरेको हुनुपर्छ भनेको छ। यी इलेक्ट्रोनिक पढेकोले मात्र दिन पाउने हुन्छ है। इलेक्ट्रोनिक यो प्राविधिक हो। सुदूरपश्चिममा त्यस्तै 13 जना अनि खुल्ला 7 जना, 2 जना महिला, 2 जना आज, 2 जना आज, 1 जना मधेसी, 1 जना दलित गरी जम्मा 13 जना चाहिँ सुदूरपश्चिमबाट खोलेको छ। त्यस्तै अब सुपरभाइजर तह 5 के लागि प्राविधिक मेकानिकल भन्न खोलेको छ। ओके, कर्णालीमा 3 जना, खुल्ला 1, 1 मधेसी गरी जम्मा 3 जना कर्णालीबाट खोलेको छ मेकानिकलको लागि तह 5 को लागि सुपरभाइजर। सुदूरपश्चिममा 4 जना, 3 खुल्ला र 1 दलित गरी जम्मा 4 जना सुदूरपश्चिमबाट खोलेको छ। यो मेकानिकल इन्जिनियरिङमा प्रमाणपत्र पास गरेको हुनुपर्छ है, पाएको। अनि त्यस्तै सुपरभाइजरमा 5औं लेभलको प्राविधिक सिभिल खोलेको छ है। सिभिलको लागि कर्णालीले 2 पद संख्या, 1 आज र 1 महिला र 1 खुल्ला गरी, अनि त्यस्तै गण्डकीले 2 जना, 1 मधेसी र 1 खुल्ला, अनि लुम्बिनीले 2 मागेको छ, 1 महिला र 1 खुल्ला गरी जम्मा 2 जना मागेको छ। यो पनि सिभिल इन्जिनियरिङमा प्रमाणपत्र तह पास गरेको उत्तीर्ण गरेको डिप्लोमा। अब त्यस्तै विज्ञापन सम्बन्धी विशेष सूचना भनेको छ सम्मानित सर्वोच्च अदालत रिटदारी, यो भनेको यो तपाईले पढ्नु होला। अनि नोट भनेको छ परीक्षाको किसिम चाहिँ लिखित र प्रस्तुतिकरण हुनेछ। प्रस्तुतिकरण भनेको छ प्रस्तुतिकरण हुने समय विषयमा हुने परीक्षार्थीहरूले चाहिँ पदको लागि खुल्ला गरेको हुन्छ, ती लेखेको हुन्छ पदमै चाहिँ। अनि अन्तर्वार्ता भनेको छ अन्तर्वार्ता हुन्छ है, लिखित अन्तर्वार्ता र प्रस्तुतिकरणको लागि प्रस्तुतिकरण हुने भयो। यो सबैको लागि नहुन सक्छ है। अनि त्यस्तै 2 मा छ पाठ्यक्रम प्राधिकरणको वेबसाइट NEA.org.np मार्फत प्राप्त गर्न सकिने भनेको छ है। पाठ्यक्रम चाहिँ यो NEA.org.np मा गएर तपाईले पाठ्यक्रम हेर्न सक्नुहुन्छ। परीक्षा दस्तुर भनेको छ 10 को लागि यो भयो, 7 को लागि, 5 को लागि चाहिँ रु 800 लाग्ने छ परीक्षा दस्तुर। र तपाईले चाहिँ कुनै पनि समावेशीबाट भन्नुहुन्छ, तपाईले जस्तै हैन, जस्तै समावेशी हुन्छ नि अरु आज मधेसी, तिनीहरुको लागि चाहिँ तपाईले चाहिँ यदि 5औं लेभलको लागि भन्नुहुन्छ भने चाहिँ जम्मा 300 रुपैयाँ। मधेसी पिछडिएको वर्ग हैन, आज महिला तिनीहरुको लागि भन्नुहुन्छ भने चाहिँ तपाईले एक्स्ट्रा 300 रुपैयाँ समावेशी तर्फबाट तिर्नुपर्ने हुन्छ र एक्चुअलमा तिर्नुपर्ने चाहिँ हामीले कति हो 800 हो के, 800 + 300 1100 रुपैयाँ तपाईले तिर्नुहुन्छ लगभग 5औं लेभलको लागि। अनि दरखास्त पेमेन्ट ट्याबमा गएर चाहिँ यो पेमेन्ट गर्नुपर्ने हुन्छ यो फर्म भर्ने बेला नै। अनि त्यस्तै उमेरको दरखास्त भनेको 10/8 गते चाहिँ यो अन्तिम दरखास्त दिने हुनेछ र त्यो त्यति दिनसम्म चाहिँ 18 वर्ष पुरा भएको हुनुपर्छ है 5औं तहको लागि चाहिँ। अनि यहाँ बनेको छ 40 वर्ष ननागेको महिला कोही भने 5/8 यहाँ बनेको छ 18 वर्ष पुरा भई 35 वर्ष ननागेको हुनुपर्छ भनेको छ है उमेरको लागि। अनि त्यस्तै जाउँ हामी नेपाल विद्युत प्राधिकरण, यो त हामीलाई आवश्यक भएन 5औं को लागि। तपाईहरुले चाहिँ NEA.GOC सर्भरबाट फारम भर्नु, NES वेबसाइटमा गएर चाहिँ तपाईहरुले सम्बन्धित कार्यालय सेवा सम्बन्धी प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ है कार्य अनुभवको। अनि त्यसपछि 2 वर्ष वा सो भन्दा बढी काम गरेको पुरा भयो, यो तपाईलाई आवश्यक परेन। अनि त्यस्तै डबल दस्तुर चाहिँ 15 गतेसम्म छ है। हामीले चाहिँ 8 गतेसम्म दिन पायो
अनि त्योपछि पछि 8 दिनभन्दा पछि चाहिँ डबल दस्तुर लाग्ने हुन्छ। कार्य अनुभव यताउता हामीलाई चाहिएन। 8283 को नियुक्ति हकमा यो पनि चाहिएन हामीलाई हैन। अनि कार्य गर्नुपर्ने स्थान नेपाल राज्यभरि कर्मचारी सेवा शर्त विनियम 2075 संशोधनसहित अनुसार प्रत्येक स्तरीय विज्ञापन छनौट भई नियुक्ति हुने कर्मचारी 7 वर्षसम्म चाहिँ तपाईहरुले जुन प्रदेशमा खटाउँछ त्योमा काम गर्नुपर्ने हुन्छ र तर महिला र अपाङ्गको हकमा चाहिँ यो 5 वर्ष भइपुग्यो है त्यो प्रदेश कार्यालयमा प्रदेशले खटाएको ठाउँमा अनि त्यो पछि चाहिँ तपाईहरु चाहिँ सरुवा बढुवा गर्न सक्नुहुन्छ अन्त अन्यत्र प्रदेशमा के पदले गर्नुपर्ने काम सेवा शर्त उपसम्म सम्बन्धी कार्यहरु छन् यो ती पछि भइहाल्छ। अनि परीक्षाकालको अवधि 1 वर्ष तर महिलाको हकमा 6 वर्ष हुनेछ परीक्षाकाल भनेको चाहिँ सहायक स्थल लिखित परीक्षा लोकसेवा आयोगबाट लोकसेवा आयोगले लिनेछ सम्बन्धित पदहरू समन्वय गरेर सबै प्रदेशमा समन्वय गरेर लोकसेवा आयोगद्वारा लिनेछ है परीक्षा लिखित परीक्षाको कार्यक्रम लोकसेवा आयोगसँग समन्वय गरी प्रकाशित गरिनेछ। यो लिखित परीक्षा कार्यक्रम कहिले हुने के गर्ने कुन ठाउँमा हुने हैन कुन स्कुलमा हुने केन्द्र कहाँ पर्छ त्यो सबै चाहिँ लोकसेवाले प्रकाशन गर्छ भनेको छ है। विज्ञापन रद्द अवस्थामा बाहेक परीक्षा दस्तुर फिर्ता हुने छैन। तपाईको चाहिँ विज्ञापन रद्द भएको खण्डमा चाहिँ तपाईको परीक्षा दस्तुर फिर्ता हुनेछ र यदि नभएको अन्य तपाईले परीक्षा छुट दिन जानु भएन छुट भयो भने चाहिँ त्योमा चाहिँ तपाईहरुले पाउनुहुन्न है। त्यो भनेको समावेशी तर्फ दरखास्त दिने उम्मेदवारहरूले निम्न बमोजिम कागजातहरु अनिवार्य रूपमा दरखास्त अपलोड गरी पेश गर्नुपर्नेछ भनेको छ। तपाईहरु चाहिँ समावेशी तर्फ दिनुहुन्छ भने तपाईहरुले एउटा फर्म बन्ने बेला नै प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ। जस्तै आजको लागि के भनेको छ जनजाति हकमा नेपाल आदिवासी जनजाति उत्थान प्रतिष्ठान ऐन स्वीकृत भएको हकमा सोही सूचीको आधारमा तर नेपाली आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा स्वीकृत भएको जातिभित्र एक भन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत जिल्ला अधिकारीबाट स्वीकृत गरेको थरको नाम प्रमाणित गरेको हुन्छ। तपाई चाहिँ यदि आदिवासी जनजाति हो भने तपाईको स्थानीय तहले वा जिल्ला प्रमुख अधिकारीबाट स्वीकृत भएको प्रमाणपत्र चाहिँ तपाईले फर्म भर्ने बेला राख्नुपर्ने हुन्छ। त्यस्तै मधेसको हक पनि त्यस्तै छ। यिनीहरुले आफ्नो प्रमाणपत्र खुल्ने चाहिँ राख्नुपर्ने होला है। पछि त्यस्तै छ अनलाइनबाट अनलाइन फारम बुझ्नुपर्ने छ अन्तिम सार्वजनिक विचार गरिन्छ भनेको छ। अनलाइन प्रमाणपत्र दरखास्त दिने ध्यान दिनुपर्ने कुराहरु भनेको छ यिनी जेपीजी फर्ममा राख्नुपर्ने हुन्छ तपाईले है। फोटो अनि दरखास्त नागरिकता अनि यी सबै जेपीजी फर्ममा राख्नुपर्ने हुन्छ। शैक्षिक योग्यताहरु हैन सिजन संस्थाबाट सिभिल यिनी आफ्नो लागि हुन्छ पीडीएफ फर्ममा चाहिँ तोकेको बमोजिम राख्नुपर्ने हुन्छ। हालसालै खिचेको दुईवटा कान देखिएको फोटो यताउता राख्नुपर्ने हुन्छ है। तपाईलाई यो थाहा भइहाल्छ। म अर्को चाहिँ भिडियो बनाइन आउने छु अर्को जोडी त यो फुल भिडियो चाहिँ यो फर्म कसरी भर्ने के गर्ने भनेर अनलाइन दरखास्त फारम भर्ने कुनै समस्या सम्पर्क गरिमा यति हो। तपाईलाई कुनै पनि समस्या पर्यो भन्दाखेरिमा यही नम्बरमा चाहिँ तपाईले WhatsApp भाइबर टेक्स्टमा टेक्स्ट गर्न सक्नुहुन्छ है। टेक्स्टमा फोन नगर्ने टेक्स्ट मात्रै र योमा चाहिँ तपाईले डाइरेक्ट फोन गर्न पनि सक्नुहुन्छ सम्पर्क गर्न सकिन्छ भनेको छ। यिनी इमेल ठेगानाहरु दरखास्त इमेल ठेगानाहरु तपाईले आवधिक गर्नुपर्ने हुन्छ नाम मोबाइल नम्बर यिनीहरु पहिलेमा अनि त्यसपछि org.ne मात्र उपलब्ध हुनेछ भनेको विज्ञान सम्बन्धी पदपूर्ति सम्बन्धमा सूचना अब उपरान्त पराधीनको वेबसाइटमा हुन्छ। यो सबै यो विज्ञापन सम्बन्धी पदपूर्ति यिनी सबै यहाँनिरको ओभर चाहिँ गभर्नमेन्टमा हुनेछ भनेको छ। यति हो। तपाईहरुले चाहिँ अब म अर्को भिडियोमा चाहिँ कसरी फर्म भर्ने के गर्ने भन्ने चाहिँ लिएर आउनेछु। हस् नमस्कार।